नमस्कार साथीहरू, स्वागत छ। आज हामी गाडीभित्र चिया बनाउँदैछौँ, चिया भ्लग। तपाईँहरूले ठिकै सुन्नुभयो, हामी गाडीभित्र चिया बनाउँदैछौँ। र गाडीमा चिया बनाउने अहिलेसम्म मैले त सुनेकै थिएन। गाडीमा चिया बनाउने कसरी बनिनु होला? अब म बनाउँछु, तपाईँ हेर्नु न यहाँ कसरी चिया बन्छ। ल त्यसो भए हामी अब चिया गाडीको लागि सामान सबै रेडी गरौँ न त। ल गरौँ न त, ल सामान तयारी बनाउँ ल। भाइ अब हामी चाहिँ यहाँ चियाको गाडी चियाको लागि हामी सामान रेडी गर्दैछौँ। तयारी भयो, अब चाहिँ हामी गाडी चिया बनाउँदैछौँ। लेट्स गो पार्टी। गाईहरू अब चाहिँ हामी गाडीमा चियाको चिया बनाउनको लागि रेडी भइरहेका छौँ। ल अब हामी सुरु गर्छौँ है त गाई। अब चियाको लागि रेडी गर्दैछौँ गाडीमा। ग्यास सुटो भयो नि, सुटो बनाउनु त। चिया ताप्के त ल्याउनै बिर्छ त। चिया ताप्के म लिएर आइहाल्छु है। ल यस चिया ताप्के आयो। ल तपाईँ ग्यास बाल्नु। पुरै घुमाउने मात्रै हो, यो फोनले हो। खै बाल्नु। हामी चाहिँ फर्स्ट टाइम हो गाइस। ग्यासमा हेर्नु। ल यस भयो। ल हाल्नुहोस् त्यहाँको 3 कप। आज डेट पनि आज हो यसको। यस आज लास्ट डेट रहेछ। लास्ट डेट चियालाई खाने भइयो। पकाउँदा ग्यास भइयो गाइजहरू। अब अर्को ग्यास लिएर आइसक्यो, अब चेन्ज गर्दैछौँ। चेन्ज गरौँ। ठिक छ, नयाँ ग्यास है। अब चाहिँ निकालेर सके ट्याक्क हालेर यस अब गल्यो बल्ल। ठिक छ, यो चाहिँ नेपालको टोकला चिया। हामी विदेशमा भए पनि नेपाली टोकला चिया नै खाइन्छ। यो चाहिँ र सुगर है, व्हाइट सुगर होइन कि यो ब्राउन सुगर हो। ब्राउन सुगर नेपालमा ब्राउन सुगर भनेको चिनी नेपालीमा। यो चाहिँ जाडोमा टक्क रम 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 तातो बनाउने मरिच हालेको चिया, दुध चिया जाडोको लागि त एकदम मिठो हुन्छ। गाइजहरू हेर्दै गर्नु होला। हामीले चाहिँ यहाँ लाइक र सब्सक्राइब पनि गर्नु होला। कार क्याफे अब यो त खत्रै बिजनेस चल्ला जस्तो छ ब्रो यार। केही लगानी पनि छैन, केही पनि छैन। आफ्नो गाडी भयो, कार क्याफे, कार चिया क्याफे अब खोल्नु पर्ला जस्तो छ। हुन्छ के छ अब विचार? सस्तो भरपर्दो यही छ। अब सर लगानी धेरै गर्नु सकिन्न, अब यही गर्नु पर्ला जस्तो छ। कार क्याफे हो है। मिठो हुन्छ कि अब कति मिठो बाख्ना आयो। यो त गाडीमा त अब पुरै चिया बाख्ना आउनु भयो। गाडी नि एयर फ्रेसर नै हाल्नु नपर्ने भयो गाडीमा। गाडी पुरै बाना आउने चिया बाना। चिया बाख्ना आउनु भयो है। अस्ट्रेलियामा यो चिया कति रुपियाँ कपमा बेच्दो रहेछ नि ब्रो? म त खानै छैन, अहिलेसम्म चिया किनेरै खाएको छैन मैले त। म पनि यसो नेपाली पसलतिर जाँदाखेरि त खान्छ खाएको, तर पैसा चाहिँ दिएनन्। तर यसो बुझ्दाखेरि $5-7 लिन्छन् रे एक कप चियाको। मसला चिया भनेपछि ए मैले पनि खाएको छु 1-2 ठाउँमा त, तर पैसा कतितिर थियो बिर्सिएँ। त्यो त $5-6 त्यस्तै दिन्छन् रे। तर मिठो नाफा हुनु होला है। नेपालमा भयो त तपाईँको गाउँ गाउने। ल चिया पाएको, अब बन्द गरौँ। चिया रेडी भएको छ। अब चिया चाहिँ एकदम कति मिठो देख्यो छ चिया। भइराखेको छ अब चिया खानु। यो चाहिँ मैले गाडीभित्र बनाइराखेको भ्लग हो गाइजहरू।
टोपला चाहिँ एकजनालाई यो दुईजनालाई यो तीनजनालाई यस्तो भएन यहाँ तीनटा कप दुईजना देखेको छु तीनटा कप किन भन्नु होला एकजना क्यामेराम्यान हो है गाइजहरू हैन ओहो या ग्रेभी है और गाडीमा चिया बनाइसकेपछि त बाहिर बसेर खाने कुरै भएन गाडीको सिटमा त बस्नै पर्यो गाडीको सिटमा गएर ल गाडीमा बस्दै कार क्याफे स्पेशल चाहिँ चिया गाडीमा पनि बसेर खाइयो अब आफ्नो गाउँघरको बाहिरको दृश्यावलोकन पनि गरौँ बाहिरको भ्यू हेरौँ ब्रो गाउँमा जाउँ यो चाहिँ हाम्रो गाउँघरको बस्ती हाम्रो पहिलो प्रयास भ्लग बनाउने कस्तो लाग्छ प्रतिक्रिया दिनु होला प्रतिक्रिया दिनु होला सबैले लाइक कमेन्ट के हुन्छ सबै कुरो सपोर्ट गर्नु होला धन्यवाद।